नेपाल अधिराज्यको करिब 62 जिल्लाहरूबाट बाढी, पहिरो जस्ता प्राकृतिक प्रकोप र भूमिहीन सुकुम्बासीको कारणबाट बाध्यतावश आफ्नो नाता, कुटुम्ब, हितैषी, इष्टमित्र एवं पुर्ख्यौली जन्मथलोलाई छोडेर बर्दिया जिल्लाको हाल पूर्वमा गुलरिया नगरपालिका र सानुश्री तारतल नगरपालिका वडा नम्बर 8, पश्चिममा सानुश्री तारतल नगरपालिकाको वडा नम्बर 2, उत्तरमा सानुश्री तारतल नगरपालिकाको वडा नम्बर 4 र 6 र दक्षिणमा छिमेकी मुलुक भारतको उत्तर प्रदेशको घना जंगलसँग जोडिएको प्रचण्ड गर्मी, नेपालगञ्ज सहरबाट करिब 46 किलोमिटर पश्चिमतर्फ बर्दिया जिल्लाको सदरमुकाम गुलरियादेखि 12 किलोमिटर पश्चिममा अवस्थित तारातालमा विभिन्न जात जातिहरूमध्ये गोर्खा, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, चितवन र सुर्खेत जिल्लाहरूबाट आएका तमु जनजातिहरू पनि थियो। तिनै तमु जनजातिहरूले आफ्नो भाषा, धर्म, संस्कृति, रीतिरिवाज, वेशभूषा आदिको सुरक्षा, संरक्षण र सम्वर्धनको लागि 2048 सालमा तमुमय क्रिल तमुको आह्वान गर्दै सबै तमुहरूलाई गोलबन्द गर्नु अगुवा तमु गुरुङहरू क्रियाशील रह्यो र निरन्तरता दियो। नेपालमा तत्कालीन तमु छोजदी, हाल तमु युलो छोजदी गुरुङ राष्ट्रिय परिषदको स्थापना भएपछि सोही संस्थाको विधानलाई अंगीकार गरी तमु युलो छोजदी गुरुङ राष्ट्रिय परिषद गाउँ समिति तारातालको गठन गरी सोही संगठनको छातामुनि रहेर तमु जातिको भाषा, धर्म, संस्कृति, रीतिरिवाज र वेशभूषाको जगेर्ना, संरक्षण र सम्वर्धन गर्दै तमुहरूको महत्त्वपूर्ण चाडपर्व लगायत समाज विकास र विभिन्न सृजनात्मक र सकारात्मक क्रियाकलापहरूमा तमुहरूको उपस्थितिलाई दिगो रूपमा सहभागिता जनाउँदै आइरहेको छ। शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए मानिस हराउँछ। यही भनाइलाई ध्यानमा राख्दै यो संस्थाले यस क्षेत्रमा रहेका तमुहरूको भाषा, संस्कृति, धर्म, संस्कार, वेशभूषाको संरक्षण र सम्वर्धनको साथै रचनात्मक र प्रवर्धनात्मक कार्यहरू गर्दै आफ्ना महत्त्वपूर्ण चाडपर्वहरू लोसार, मागी, मेतले प्रिवा, ढोटे आदि पर्वहरू हरेक वर्ष उत्साहपूर्वक मनाउँदै आइरहेको क्रममा वर्ष 2072 को तमु लोसार पर्व, लुलो भेडा भर्कको विदाई र प्रलो बाँदर वर्गको आगमनको सुखद अवसरमा लोसार पर्व मिति 2072 पुस 15 गते बर्दियाको तारातालमा विभिन्न कार्यक्रमहरूको आयोजना गरी शुभकामना आदान प्रदान एवं मिलन भोज कार्यक्रम सभ्य र भव्य रूपमा मनाइयो। लोसार कार्यक्रमलाई अझ गरिमा पूर्ण बनाउन आफ्नो मौलिक वेशभूषामा सजिएर आएका तमुसिहरू लगायत यस क्षेत्रका लब्ध प्रतिष्ठित समाजसेवी व्यक्तित्वहरू र विभिन्न राजनीतिक व्यक्तिहरू बीच एक आपसमा भाइचारा, न्यानो सद्भाव, सुख, समृद्धि र दीर्घायुको शुभकामना आदान प्रदान गर्दै मनाइएको यो लोसार पर्वमा तमुखेगीहरू, लामा, क्लेप्री, पच्युले, रिबु र स्थानीय तमुस्यो युलो समितिका तमुस्योहरूले खादाबाट उपस्थित सबैलाई स्वागत तथा शुभकामना प्रदान गर्नुभएको। वर्ष दिन तिखी खबै यो तमुमै लोछार्छु, हो वर्ष दिन तिखी खबै यो तमुमै लोछार्छु, देश परदेश बेतान्त मुलाई फाँसीमा लामु सो कार्यक्रममा श्री गंगाराम तमुको तमु वन्दनाबाट सबैको कल्याणको कामना पश्चात तमु कलाकारहरूबाट तमु राष्ट्रिय गीत प्रस्तुत भएको थियो। संस्थाका सचिव श्री गंगा बहादुर तमुले कार्यक्रमको आयोजनाको लक्ष्य उद्देश्य सहित सबैलाई स्वागत र शुभकामना मन्तव्य दिनुभएको थियो। टाढाबाट विभिन्न दुःख कष्ट भनाउन आफ्ना कार्यव्यस्तताका बावजुद पनि हाम्रो आतिथ्यतालाई स्वीकार गरी पालिदिनु भएकोमा उहाँहरूलाई म हृदयदेखि नै एकदम धन्यवाद दिँदै
तथा स्वागत गर्दै उत्साही र गौरवपूर्ण कार्यक्रमको समुद्घाटन प्रमुख अतिथि बर्दियाका माननीय सभासद श्री लीला राणाज्यूबाट कर्मी प्रज्वलन साथै विशेष अतिथि सानुश्री ताराताल नगरपालिका बर्दियाका प्रमुख श्री सुरेश सुनारज्यूबाट ब्यानर वाचन गरेर भएको थियो। यसै क्रमलाई जोड्दै तमु कलाकारहरूबाट फ्याफु लमो भन्ने स्वागत गीत पस्किनु भएको थियो। लोसार पर्वलाई मनोरञ्जनात्मक बनाउन तमु कलाकारहरूले ngै नासरी भन्ने बोलको गीत प्रस्तुत गर्दै त्यो गीतमा आफ्नो नृत्य प्रतिभा प्रस्तुत गर्नुभएको थियो। तमु हिलो छोजडी गुरुङ राष्ट्रिय परिषद जिल्ला समिति बर्दियाका भूतपूर्व अध्यक्ष तथा गाउँ समिति तारातालका सल्लाहकार श्री डमरसिंह गुङले मातृभाषा त्यो जातिको प्राण हो जसले आफ्नो भाषा बोल्दछ, त्यस्तै संस्कृति त्यो जातिको गहना हो, वस्त्र हो र आफ्नोपन हो जसले आफ्नो संस्कृति पहिरिएको हुन्छ भन्नुहुँदै वास्तवमा गुरुङहरूको चाहिँ नि ठुलो चाडपर्व भनेको 4 प्रकारको छ। एउटा लोसार, एउटा चाहिँ नि गुरु पूजा, त्यहाँबाट गएर बुद्ध पूर्णिमाको बुद्ध जयन्तीमा गुरुङहरू चाहिँ ठुल्ठुलो गाउँमा घाटो नाचेर 3-4 दिनसम्म उहाँ चाहिँ घाटो गीत गाउने चलनहरू छन्, त्यही चाडपर्व पनि हो। र अन्तिम फेरि एउटा चाहिँ नि साउन सरदीको दिनमा हामी टोडे त्यही भन्दछौँ। तमु हिलो छोजदी गुरुङ राष्ट्रिय परिषद ताराताल गाउँ समितिका सल्लाहकार तथा समाजसेवी श्री सुकुन तमुले आफ्नो शुभकामना मन्तव्यमा यतिखेर 21औं शताब्दीको भालेले डाकु छोडिसकेको बेला, नयाँ वर्ष प्रलोको रातो र न्यानो घाम हाम्रो आँगनमा उभिएको बेला बाजे बजे लौरो टेकेर उभिनुपर्छ, आमाहरू घलेक र मुजेत्रोको गाँठो बलियोसँग बाँधेर आउनुपर्छ, बाहरू भोटो कछाड कसेर निस्कन सक्नुपर्छ। हरेक युवाहरूले आँगालो भरिको साहस र आत्मबल बोकेर तमु भाषा, धर्म, संस्कृति रीतिरिवाजको संरक्षण र सम्वर्धनको लागि जोसिलो र जाँगर सहित लामबद्ध हुनुपर्छ भन्नुहुँदै यो मात्रै सीमित छ। म त के भन्छु भने हाम्रो थोरै लमजुङ र स्याङ्जा, कास्की, सुर्खेत विभिन्न ठाउँबाट एउटा टुक्रा चोइटेर आएर यो गुरुङहरूले पनि यो ताराताल सानो श्री ताराताल नगरपालिकामा एउटा फुलबुट्टा भर्ने, एउटा हाम्रो पहिचान दिने, यो क्षेत्रको लागि एउटा चाहिँ राम्रो चाहिँ पहिचान दिनको लागि भने एउटा टुक्रा आएर हामीले यसरी आज यसरी कार्यक्रम गर्न पाइरहेका छौँ। तसर्थ आज म यहाँ सम्पूर्ण अग्रजहरू के भन्न चाहन्छु भने यो नगरमा, यो देशमा निर्माण गर्ने तपाईहरू हुनुहुन्छ। यहाँहरूले अलिकति मात्रै हात यति बढाइदियो भने यो तमु समाज तपाईहरूको लागि सधैँभरि साथ रहनेछ। तमु कलाकारहरूले यो उत्साहलाई थप ऊर्जा प्रदान गर्न आयोदो ठागु आयोदो आच्यौं विदेशै हिउलरी भन्ने गीतमा आफ्नो नृत्य प्रतिभा प्रस्तुत गरेका थिए। आयादो ठागो आयादो आचो बिरानो हिउलरी हो बिरानो हिउलरी आयादो ठागो आयादो आचो बिरानो हिउलरी हो बिरानो हिउलरी न्यो छलिन किले न्यो छलिन ब्राले हो चुना सटोरे हो चुना सटोरे हो चुना सटोरे हो चुना सटोरे। शुभकामना मन्तव्यको क्रममा सानुश्री तारताल नगर स्तरीय अन्तर पार्टी महिला सञ्जाल बर्दियाकी अध्यक्ष श्री मनु भण्डारीज्यूले तमु लोसारको यो उत्साहपूर्ण घडीमा सबै तमुहरूको उत्तरोत्तर प्रगतिको कामना सहितको शुभकामना व्यक्त गर्नु हुँदै राम्रो छ, लोकप्रिय छ र यसमा पनि
मलाई भन्नुपर्दा आज यस नगरपालिकाभित्र सायद 2 ठाउँमा यो कार्यक्रम भइरहेको छ। त्यसैगरी शुभकामना मन्तव्यको क्रममा तमु हिलो सोच्दै गुरुङ राष्ट्रिय परिषद जिल्ला समिति बर्दियाका सदस्य श्री रिपु तमुले आज 15 पुसको दिन नेपाल लगायत विश्वमा छरिएर रहेका तमुहरूले आफ्नो महान चाड लोसार पर्व आफ्नो ठाउँमा उत्साह र उमङ्गका साथ मनाइरहेको भन्नुहुँदै सायद लाग्छ यो समुदायले अलिक बढी कार्यक्रमलाई जोरदार रूपमा अगाडि लगेर गइरहेको स्थिति मैले देखेको छु। सहभागीहरूलाई भरपूर मनोरञ्जन प्रदान गर्दै तमु कलाकारहरूले आफ्नो नृत्य प्रस्तुत गरेका थिए। शुभकामना मन्तव्यको क्रममा आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद बर्दियाका अध्यक्ष श्री जगत तामाङज्यूले आबद्ध सबै आदिवासी जनजातिहरूको तर्फबाट बोल्नुहुँदै सर्वप्रथम यो भूमिलाई उर्वरायुक्त बनाउने नेपालको कुल जनसङ्ख्याको 70% आदिवासी जनजातिहरूको उपस्थिति रहेको मुलुक हो, जसको आफ्नै भाषा छ, आफ्नै धर्म छ, रीतिरिवाज छ, संस्कृति छ र वेशभूषा छ भन्नुहुँदै जुन एउटा सम्पत्ति राष्ट्रिय पहिचानका विषय राष्ट्रिय सम्पत्ति राष्ट्रिय गहनाका कुराहरूलाई संरक्षण र सम्वर्धन गर्ने कुरामा सबै राजनीतिक व्यक्तित्व एवं सम्बन्धित निकायका व्यक्तिहरूले अवश्य पनि यो कुराहरूमा ध्यान दिनु पर्दछ भन्ने सोच पनि म यहाँहरू। नृत्य कलाकारहरूले कार्यक्रममा ऊर्जा थप्दै रोधिटीले भन्ने बोलको गीतमा आफ्नो नृत्य प्रतिभा पस्केका थिए। शुभकामना मन्तव्यको क्रममा नेकपा माओवादी सांसद ताता नगरपालिका बर्दियाका इन्चार्ज तथा अध्यक्ष श्री गणेश केसीज्यूले आफ्नै भाषा, संस्कृति, रीतिरिवाज, धर्म र संस्कारका धनी आदिवासी जनजातिहरू मध्ये गुरुङ जातिको महान पर्व लोसार पर्वको दिन आज गुरुङ जातिको नयाँ वर्ष तथा नयाँ वर्गको सुरुवात हुने दिन आज सबै गुरुङ जातिहरूको सुख, शान्ति र समृद्धिको लागि शुभकामना व्यक्त गर्नुहुँदै भन्नुभयो, यो समाजमा हाम्रो गुरुङहरूको वेशभूषा अलग छ। यो वेशभूषालाई जोगाइराख्न यहाँहरूले जुन अमुत्र खटिरहनु भएको छ यसको लागि पनि म हार्दिक आभार व्यक्त गर्न चाहे। तमु कलाकारहरूले हेर्दै राम्रो छ हजुर भन्ने बोलको गीतमा आफ्नो नृत्य प्रतिभा प्रस्तुत गरी सहभागीहरूलाई उत्साहित बनाएको थियो। गुरुङ जातिको महान पर्व तथा महान चाड लोसारको सुखद घडीमा यस तारतालमा रहनुहुने गुरुङ बन्धुहरू लगायत देश विदेशमा रहनुहुने सम्पूर्ण गुरुङहरूको उन्नति र समृद्धिको शुभकामनाको साथै संस्कृतिको धनी आदिवासी जनजातिहरूको भाषा, धर्म र संस्कृतिको संरक्षण र प्रवर्धनमा सदैव सहयोग रहने प्रतिबद्धता अभिव्यक्त गर्नुहुँदै नेकपा एमाले सांसद तारताल नगर इन्चार्ज श्री दुर्गा ओलीजीले भन्नुभयो, जो अत्यन्तै मेहनतिलो आफ्नो पौरखमा बाँचे यो समुदाय गुरुङ समुदाय जुन अत्यन्तै त्यागी समर्पण छ त्यस्तो समर्पित भावनाले ओतप्रोत भएको यो समुदाय नेपाली कांग्रेस सांसद तारताल नगर कमिटीका प्रतिनिधि श्री गगन गुरुङज्यूले गुरुङ जातिको आफ्नो मौलिक भाषा, धर्म, संस्कृति र वेशभूषा र रीतिरिवाजको संरक्षण र सम्वर्धनका लागि तारातालका गुरुङहरूले गरेको सकारात्मक कार्यहरूको लागि धन्यवाद ज्ञापन गर्नुहुँदै गुरुङको महान चाड लोसारको पावन घडीमा सम्पूर्ण गुरुङहरूको उत्तरोत्तर प्रगतिको शुभकामना दिनुभएको थियो। पाउने कुरो होइन, मागका निम्ति हामीले सङ्घर्ष पनि गर्नुपर्छ। अब संविधान पनि आइसकेको छ।
तमु युलो सोच्दै गुरुङ राष्ट्रिय परिषद ताराताल गाउँ समितिमा आबद्ध तमुहरूको एसएलसी उत्तीर्ण हुन सफल सन्ततिहरूलाई प्रत्येक लोसार पर्वको अवसरमा सम्मान गर्ने कार्यलाई निरन्तरता दिँदै शैक्षिक वर्ष 2071 मा प्रवेशिका अर्थात् एसएलसी उत्तीर्ण हुन सफल सन्ततिहरूलाई प्रमुख अतिथि माननीय सभासद श्री लीला राणाज्यूले पुरस्कार प्रदान गर्नुभएको थियो, जसमा सुषमा घले, सुस्मिता गुरुङ, उमेश गुरुङ, गीता घले, प्रवीण गुरुङ, सचिन घले र विक्की गुरुङ रहेका थिए। यो खुसियालीमा तमु कलाकारहरूले आँखामा लाउने गाजल भन्ने बोलको गीतमा नृत्य प्रस्तुत गरी भरपूर मनोरञ्जन प्रदान गरेका थिए। कार्यक्रममा शुभकामना मन्तव्य अभिव्यक्त गर्नुहुँदै जिल्ला सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय बर्दियाका प्रहरी उपरीक्षक श्री विदुर तमुज्यूले शुभकामना दिनुहुँदै भन्नुभयो, अमन चयन र जुनसुकै प्रकारको दैविक उद्धार कार्यको लागि पनि हामी सशस्त्र प्रहरी बल हामी कटिबद्ध छौँ। कार्यक्रमका विशेष अतिथि तमु युलो सोच्दै गुरुङ राष्ट्रिय परिषद जिल्ला समिति बर्दियाका अध्यक्ष श्री मेघ बहादुर तमुले हाम्रो रीतिरिवाजहरू हामीसँग विद्यमान छन्, तिनको संरक्षण, सम्वर्धन र प्रवर्धन गर्न हाम्रो दायित्व हो, जिम्मेवारी हो र कर्तव्य हो। हाम्रो इतिहासमा चाहिँ गुरुङहरूको उमा पाना पल्टाउँदै गर्दा कुनै किल्लाको चाहिँ अङ्गद घले जस्ता झागल गुरुङहरू जस्ता पनि त्यहाँ चाहिँ क्याप्टेन थिए, त्यहाँका चाहिँ नेतृत्व गरिरहेका थिए। अतिथि कलाकार श्री विष्णु थापाजीले शुभकामना अभिव्यक्त सहित गीत प्रस्तुत गर्नुभई सबैलाई उत्साहका साथ नचाएको थियो। कार्यक्रमका विशेष अतिथि सानश्री ताराताल नगरपालिका बर्दियाका कार्यकारी अधिकृत श्री सुरेश नर्जुले गुरुङ जातिको महान चाड लोसार पर्वको सुखद अवसरमा सम्पूर्ण गुरुङ जातिको समुन्नतिको शुभकामना व्यक्त गर्नुहुँदै यो सांस्कृतिक पहिचानलाई दिगो संरक्षण र प्रवर्धन गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुहुँदै हामीले लक्षित समुदायका कार्यक्रमहरू सञ्चालन गरेका थियौँ। यसै सन्दर्भमा हामी यो वर्ष पनि हाम्रो नीतिगत व्यवस्था, हाम्रो स्थानीय निकायका नीतिहरू, हामीलाई प्राप्त भएका मार्गदर्शन निर्देशक सिद्धान्तहरूले लक्षित समुदायका क्रियाकलापहरू सञ्चालन गर्न हामी तयार छौँ र प्रतिबद्ध पनि छौँ। कार्यक्रमका प्रमुख अतिथि माननीय सभासद श्री लीला राणाज्यूले यस क्षेत्रमा रहेका गुरुङ जातिले आफ्नो सांस्कृतिक धरोहर र पहिचानलाई संरक्षण, सम्वर्धन र प्रवर्धन गर्न गरेको क्रियाकलापहरू र क्रियाशीलताको सराहना गर्दै नेपालको संविधान 2072ले निर्दिष्ट गरेको महत्त्वपूर्ण कुराहरूबाट सुसूचित गराउनु हुँदै भन्नुभयो, हामी विपन्न परिवार, लोपोन्मुख परिवार, सीमान्तकृत, त्यस्तै गरेर दलित वर्गहरूलाई पछि पारेको हुँदाखेरि यी समुदायहरूलाई राज्यको मूल प्रवाहमा ल्याउनको निम्ति, यिनीहरूको क्षमता अभिवृद्धि गर्नको निम्ति, यिनीहरूका बालबालिकाहरूको शिक्षा स्वास्थ्यको ग्यारेन्टी गर्नको निम्ति, सामाजिक सुरक्षाको ग्यारेन्टी गर्नको निम्ति हामीले संविधान सभामा आवाज उठाए। कार्यक्रमका सभाध्यक्ष तथा संस्थाका अध्यक्ष श्री देवबहादुर तमुले सबैलाई धन्यवाद ज्ञापन गर्नुहुँदै देश विदेशमा रहनुभएका तमु लगायत सम्पूर्ण नेपालीहरूको सुख, शान्ति, समृद्धि, समुन्नति र सद्भावको शुभकामना व्यक्त गर्नुहुँदै कार्यक्रम समापन गर्नुभएको थियो। आमन्त्रणलाई स्वीकारेर पाल्नुभएका सम्पूर्ण चाहिँ अतिथिहरूलाई पनि हाम्रो चाहिँ तर्फबाट चाहिँ धेरै धेरै धन्यवाद दिन चाहन्छु भन्दै यो आजको यो सभालाई यही विसर्जन गर्ने गर्छु। यो कार्यक्रम तमु युलो सोच्दै गुरुङ राष्ट्रिय परिषदका भूपू केन्द्रीय सदस्य श्री महादेव तमु र तमु विद्यार्थी सोच्दै बर्दियाका भूपू सदस्य श्री विष्णु कुमारी तमुले संयुक्त रूपमा उद्घोषण गर्नुभएको थियो।